नमस्ते टासिदेलेक फ्याबुला छाजलो खाम्रिमु म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आज चाहिँ म एकदमै एउटा एकदम महत्त्वपूर्ण एउटा विषयमा चाहिँ के कुरा भन्ने छु। त्यो के हो भन्दाखेरि लामा भिक्षुहरूले रक्सी पिउन मिल्छ कि मिल्दैन भनेर त्यो एउटा विषयमा चाहिँ म बोल्न चाहे है। र अब आजकल हामीले सोशल मिडियाहरुमा यानी फेसबुकहरुमा चाहिँ हामीले धेरै भिडियोहरु हामीले देख्छौं कि लामाहरुले अब लामा भिक्षुको भेष भएको लामा लुगा लगाएकोले रक्सी पिइरहेको हामीले धेरै देख्न आजकल हामीले धेरै देख्न सक्छौं है। र एउटा कुरा त हामीले के बुझ्नु पर्यो भन्दाखेरि अब त्यो हामीले देख्ने बित्तिकै एउटा लामा लुगा लगाएको व्यक्तिले रक्सी पिएको देख्ने बित्तिकै हामीले के भन्छौं भने त्यो भिक्षुले त्यो लामाले चाहिँ रक्सी पिउँदो रहेछ है भनेर चाहिँ हामीले लामाहरुलाई हामीले नराम्रो कुरा भन्ने हामीले अब घृणा गर्ने है। हामीले अब नराम्रो शब्दहरु भन्ने हामीले त्यसो गर्छौं हामीले है। त्योमा चाहिँ अब के बुझ्नु पर्यो भन्दाखेरि लामा लुगा लगाउँदैमा एउटा त लामा हुँदैन है, त्यो हामीले बुझ्नु पर्यो। जस्तै मानौं एउटा खम्बालाई लामाको लुगा लगाइदियो भने त्यो खम्बा त लामा हुँदैन नि। र त्यसैगरी एउटा बाँदर यानी कुकुरै होस् एउटा भालु होस् जे नै होस् त्यसलाई हामीले लामा लुगा लगाइदिँदैमा त्यो लामा हुँदैन नि त। र त्यसैगरी एउटा मान्छेलाई पनि हामीले लामा लुगा लगाइदिँदैमा त्यो चाहिँ लामा हुँदैन भनेर भन्न चाहन्छु। लामा यानी भिक्षु भनेको चाहिँ के हो भन्दाखेरि टिबेटनमा हामीले राब्जुङ भन्छौं है। अब त्यसको एउटा तरिका हुन्छ, एउटा कति गुणहरु पुग्नु पर्ने हुन्छ है, त्यसपछि मात्रै लामा बन्छन् है त। एउटा राब्जुङको धम्बा भन्ने एउटा हुन्छ है, हामीले एउटा बाचा गर्नुपर्ने हुन्छ। म यस्तो गर्छु यस्तो गर्दिन भनेर एउटा बाचा लिएको हुनुपर्छ। त्यसरी मात्र हामीले एउटा लामा भनेर त्यस्तोलाई भन्छन् हामीले है त। त्यो पनि एउटा कुरा बुझ्नु पर्यो। र अर्को कुरा के हुन्छ भने या त तपाईलाई एकदम शक्ति छ भने है, अझै पहिलाको कुरा गर्ने हो भने अब गुरुहरुको एकदम गुरुहरुलाई चाहिँ एकदम अब शक्ति भएको त्यस्तो हुन्थ्यो है। अब उहाँहरुले अब रक्सीहरु सेवन गर्दा पनि फरक पर्दैन थियो, किनभने उहाँहरुमा एकदम शक्ति हुन्थ्यो नि त। कि त त्यस्तो हुनु पर्यो नभए अब हामी जस्तो एउटा साधारण लामाले चाहिँ रक्सी कदापि पिउनु हुँदैन है त, त्यो भन्न चाहन्छु। र अनि त्यो पनि म तपाईहरुलाई एउटा अब यो रक्सी भनेको चिज चाहिँ लामा मात्र हैन तर बाहिरीको मान्छेहरुको लागि पनि एकदमै हानिपूर्वक छ है। र अब यसको यो कुरा चाहिँ म तपाईहरुलाई एउटा कहानी मार्फत चाहिँ तपाईहरुलाई बुझाउने प्रयास गर्नेछु। अब धेरै वर्ष अगाडि यानी बुद्धको समयमा चाहिँ एउटा भिक्षुलाई चाहिँ एउटा केटीले चाहिँ महिलाले चाहिँ एक दिन आफ्नो घरमा पूजा गर्न बोलाउनु भएछ। एउटा घेलोङ भिक्षु एकजनालाई चाहिँ एउटा केटीले घरमा चाहिँ एउटा केटी मात्र हुनुहुन्थ्यो रहेछ है। अनि उहाँले चाहिँ एउटा भिक्षुलाई आफ्नो घरमा पूजा गर्न बोलाउनु भएछ। र अनि घरमा पूजाहरु गरे, अब खानाहरु खाए, पूजाहरु सबै सकेर चाहिँ अन्तमा केटीले के भनेछ भन्दाखेरि या त तपाईले रक्सी पिउनु पर्यो। तीनटा कुरा भन्नुभएछ है केटीले। या त तपाईले रक्सी पिउनु पर्यो, या त तपाईले यो बाख्राको घाँटी काट्नु पर्यो, यो बाख्रालाई मार्नु पर्यो, या त तपाईले आज राति मसँगै सुत्नु पर्यो भनेर तीनटा कुरा राख्नु भएछ। अब भिक्षुले अब मनमा नै सोच्न थालेछ कि अब यदि मैले त्यो बाख्रा मार्यो भने त मलाई अब त्यो काटमार गरेको ठुलो पाप लाग्छ, म अब त्यो गर्दिन भन्छ है। म अरूको ज्यान लिन्दिन, अरूको प्राण लिन्दिन भनेर चाहिँ मनमा सोच्नु भएछ। र यदि मैले आज राति मैले यो केटीसँग मैले सुत्यो भने पनि मलाई एकदम ठुलो पाप हुन्छ, म सुत्दिन भनेर चाहिँ सोचेछ। र त्यसैले चाहिँ अब बरु म यो रक्सी पिइदिन्छु, कसैको हानि हुँदैन भनेर सोचेछ। र त्यो रक्सी पिइसकेपछि भोलि बिहान बिउजिँदाखेरि त उसले त्यो रक्सी पिएर त्यो रक्सीले चाहिँ उसलाई लागेर रक्सीले मातेर चाहिँ उसले त्यो बाख्रा पनि मारिदिएछ।
त्यो बाख्राको घाँटी पनि काटिदिएछ है र रातभरि केटीसँग नै सुतिदिएछ। त्यसैले चाहिँ रक्सी भनेको चाहिँ एकदमै अब खतरा, यानि अब रक्सीले मातेपछि चाहिँ जे पनि हुनसक्छ नि। आफूलाई आफ्नो होस हराउँछ है, आफूलाई थाहा पनि हुँदैन आफूले के गरेँ, मैले के गरेँ। आफ्नो इच्छाविहीन, आफ्नो इच्छाअनुसार, आफ्नो इच्छाभन्दा बाहिर अब धेरै अब नराम्रो कुराहरू हुनसक्छ। त्यसैले चाहिँ यो कहानीबाट चाहिँ हामीले त्यो कुरा थाहा पाउन सक्छौँ है। र त्यही कारणले चाहिँ अब बुद्धले अब फेरि कसैले सोच्लान्, कसैले ठान्लान् कि एक बोतल रक्सी पियो भने त मात्ला है, होस हराउँला, एक ग्लास पिउँदा त केही हुँदैन भन्ने पनि हुनसक्छ नि। बुद्ध भगवान्ले भन्नुभएको छ कि एक ग्लास त परे जाम, एक थोपा रक्सी पनि पिउनु मिल्दैन भनेर भन्नुभएको छ है त। एक थोपा रक्सीको एक थोपा पनि नपिउनु भनेर भन्नुभएको छ। र किनभने अब यसको कारण त्यही हो कि अब एक थोपा, दुई थोपा, तीन थोपा, एक ग्लास, दुई ग्लास, तीन ग्लास गर्दै हामी कहिले अब त्यसको त हामीलाई लत लाग्छ नि त होइन। कहिले अब एक बोतलसम्म पुग्छ हामीलाई थाहा पनि हुँदैन नि त। त्यसैले चाहिँ अब बुद्धले एकदम रक्सी चाहिँ पिउनु मिल्दैन भनेर एकदम रोक्नु भएको छ है त। र अब अर्को कुरा के हुन्छ भने जस्तै अब हामीले गुम्बामा पूजा गरौँ अथवा घरतिर पूजा गर्ने बेला हामीले दुईजी भनेर रक्सी चढाउने गर्छौँ हामीले है त। दुईजी भनेर चाहिँ त्यो प्रसाद दिन्छ नि, त्यो बेला चाहिँ हामीले रक्सीहरू प्रायः जस्तो हामीले रक्सी प्रयोग गर्छ नि ठाउँ ठाउँमा। त्यसमा पनि अब हाम्रो गुरुहरूले भन्नुभएको छ कि सकेसम्म जुसहरू प्रयोग गर्नु भनेर भन्नुभएको छ है। दुईजीको छापमा अब आजकल जुस पाउँछ नि, म्याङ्गो जुस है, ओरेन्ज जुस, त्यस्तो जुस प्रयोग गर्नु, रक्सी प्रयोग नगर्नु भनेर पनि भन्नुभएको छ। त्यसको पनि आफ्नो कारण छ है। र किनभने अब त्यो बेला हामीले अब दुईजी भनेर अब रक्सी हुनु त एक दुई थोपा मात्रै हाल्छ होइन। त्यो खाँदाखेरि अब त्यसको स्वाद त आउँछ नि त हामीलाई, रक्सीको स्वाद त आउँछ नि। हामी त एउटा साधारण मान्छे हो नि त होइन। साधारण मान्छे भएकोले चाहिँ रक्सीकै स्वाद आउँछ नि त, दुईजीको स्वाद त आउँदैन नि हामीलाई। अब एकदम मैले अघि भने चाहिँ अब ठुलो लामा गुरुहरू उहाँहरूलाई चाहिँ शक्ति हुन्छ नि। उहाँहरूले चाहिँ अब त्यो देख्दाखेरि रक्सी भए पनि त्यसलाई दुईजीको रूपमा बदलिन सक्ने उहाँहरूमा क्षमता हुन्छ नि। त्यसैले चाहिँ उहाँहरूलाई अब यो उहाँहरूले चाहिँ रक्सी सेवन गर्दा पनि फरक परेन, किनभने उहाँहरूले त्यो रक्सीलाई दुईजीमा बदलिने उहाँहरूलाई क्षमता छ नि त। तर हामी जस्तो एउटा साधारण मान्छेलाई त्यो क्षमता नभएकोले चाहिँ रक्सी अब दुईजीको सट्टामा रक्सी दिने बेला रक्सीकै स्वाद आउँछ नि त। त्यसले चाहिँ हामीलाई भोलि गएर एक ग्लास रक्सी पिउने, दुई ग्लास रक्सी पिउने त्यस्तो पनि इच्छा जाग्न सक्छ नि हजुर। त्यसैले चाहिँ सकेसम्म चाहिँ दुईजीमा पनि हामीले रक्सीहरू प्रयोग नगरी जुसहरू प्रयोग गर्नु भनेर भन्नुभएको छ है त। हस् त, अनि यो चाहिँ थियो अब रक्सीलाई लिएर अब लामा भिक्षुहरूले रक्सी पिउन नमिल्ने, अब साथै अब बाहिरी मान्छेहरूले पनि रक्सी नपिउनुहोस् भनेर चाहिँ त्यसको विषयमा मैले यो भिडियो बनाएको हो है। हस् त, अनि यसै गरी अब अरू कुनै विषयमा तपाईँलाई जान्नु मन छ भने कमेन्टमा लेख्नु होला, म त्यसबारे भिडियो बनाउने प्रयास गर्नेछु है। अनि यो भिडियोलाई सेयर गरिदिनु होला। हस् त, अनि धन्यवाद।